अनि गाई त नि हेर्नु त्यहाँ लडे यसरी लडिन्छ चिप्लिए त बग्लामा हेर्नुहोस् त गाइज अब लाग्यो है त बारीतिर आज चाहिँ म औषधि हाल्न जाँदैछु औषधि कसरी हालिन्छ के को औषधि म बारीमा पुगेर भन्छु यहाँ चिप्लेर लड्ला जस्तो सो लागौँ यो बन्दाबारी अनि यो खोर्सानी बारी अनि यहाँ चाहिँ नाङ्गै खुट्टा आइरहेको छु म अब यहाँ यो गाँठा लागेन यहाँ गाँठा लागेर यत्रो यत्रो भयो यो सबै मऱ्यो यसलाई चाहिँ गाँठा लागेपछि घाम लागेपछि चाहिँ यसरी ओइलिन्छ नि त यो ओइल्या चाहिँ उ त्यता लागेको छैन है अनि गाई त नि हेर्नु त्यहाँ लडे यसरी लडिन्छ चिप्लिए त बङ्गलामा होइन चिप्ले धन्यवादी आइपुगेँ बङ्गलामै लडेँ अब यहाँ हेर्नुहोस् धन्यवादी हाम्रो यो चाहिँ हो हाम्रो धन्यवाद है यहाँ धनियाँ उम्रिएको छ हेर्नु यहाँ यो धनियाँ उम्रियो है हल्का ल फाइनली म धन्यवादी आइपुगेँ अनि अब यसलाई चाहिँ भिटामिन र के नमर्ने औषधि हाल्दैछु म ल अब सुरु गरौँ ल हेर्नुहोस् यसरी सर्र हाल्नुपर्छ चिप्ली किराले खाइदिएर केही बाँकी राख्दैन के गर्नु हेर्नुहोस् यसरी हाल्ने सर मैले यो क्यारी चाहिँ सिधै चिप्ली किराले बजाइदिनु भएछ खानु खाइदिएछ हुन त त्यसको नि को छ र बाउआमा छैन होला मै त हो नि खाओस् ल हेर्नुहोस् अब पालो यो क्यारीको त्यसपछि माथिल्लो पाटो है त यहाँनिर चाहिँ मकै लडेर हेर्ने सोताराम भएको छ अनि यहाँ झन्डै पनि पुरिएछ यो चाहिँ हावाहुरीले ल हेर्नुहोस् कति गाह्रो छ कति दुःख छ किसान हुनु पनि धेरै गाह्रो छ हेर्नु कहिले मलसाँप्रोले खाइदिन्छ कहिले बाँदरले खाइदिन्छ कहिले चिप्ली किरा लागिदिन्छ कहिले किरा लागिदिन्छ हेर्नुहोस् नि यस्तो हुन्छ खेती गर्दा ल हेर्नु त तल्लो पाटो सिधै अनि यहाँ माथिल्लो पाटो आइपुगेको छु माथिल्लो पाटा पनि चिप्ली किराले खाइदिएको कि यो सबै खाइदियो हेर्नु त यहाँ ठाउँ ठाउँ खाइदिएको छ सबै गाह्रो छ नि किसानीलाई मान्छे नि पाल्नु पर्ने किरा फट्याङ्ग्रा नि पाल्नु पर्ने जनावर नि पाल्नु पर्ने गाह्रो छ हौ गाह्रो चाहिँ यो सर र पातमा पर्ने गरी सर हाल्नुपर्छ ल हेर्नुहोस् यहाँ ठाउँमा यो खाइदिएछ किराले चिप्ली किरा भन्ने हुन्छ त्यही बर्जाले खाइदिएछ यहाँ हेर्नु केही छैन हेर्नुहोस् यहाँ खाली छ यहाँ सुकाइछ बल्ल फाइनली सक्यो ल हेर्नुहोस् म घर आइपुगेँ बारी हेर्नु न हाम्रो दामी छ होइन अब आजलाई चाहिँ काम सिद्धियो औषधि हालेर सिद्धेँ अनि आज औषधि हालेर भिडियो कस्तो लाग्यो यदि राम्रो लाग्यो भने लाइक गरिदिनु होला यसै गरी त हो नि गाउँले जीवन जीविको गर्ने अनि यसै गरी दिनचर्या बित्ने सो अर्को नेक्स्ट भिडियोमा हामी फेरि पनि भेट्नेछौँ यदि भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला है त नमस्ते